ब्लड प्रेसर लो हुने बित्तिकै के भयो त हाम्रो किडनीले यो जक्स्टाग्लोमेरुलर एपरेटसलाई एक्टिभेट गरेर रेनिन चाहिँ सेक्रेट गर्छ। यो गएर ब्लडमा गएर मिक्स हुन्छ। त यो रेनिनको काम के हो त? रेनिनको काम भनेको हाम्रो लिभरबाट रिलिज भएको एन्जियोटेन्सिनोजेनलाई कन्भर्ट गर्ने। सो रेनिन विल हेल्प इन कन्भर्जन अफ एन्जियोटेन्सिनोजेन इन्टु एन्जियोटेन्सिन 1। यो कहाँ रिलिज हुन्छ? यो रिलिज हुन्छ हाम्रो लिभरबाट। रेनिन रिलिज हुन्छ किडनीबाट, एन्जियोटेन्सिनोजेन रिलिज हुन्छ लिभरबाट। र यो एन्जियोटेन्सिनोजेनलाई एन्जियोटेन्सिन 1 मा कन्भर्ट गर्नको लागि रेनिनले हेल्प गर्छ। यो भनेको चाहिँ इनएक्टिभ प्रोटिन भयो। यसलाई कन्भर्ट किन गर्नु पर्यो? किनभने यसलाई एक्टिभ बनाउनु पर्यो। त्यो एक्टिभ बनाउनको लागि यो के हुन्छ त? बन्नको लागि एन्जियोटेन्सिनोजेन चाहिँ कन्भर्ट हुन्छ एन्जियोटेन्सिन 1 मा। त्यसपछि लङ्सबाट रिलिज भएको एउटा इन्जाइम छ, त्यसको नाम हो एसीई इन्जाइम भन्छ, एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम। त्यो कसले प्रड्युस गर्छ? लङ्सले प्रड्युस गर्छ। अनि त्यसको नामबाट स्पष्ट हुन्छ, एसीई इन्जाइमले कन्भर्ट गर्छ एन्जियोटेन्सिन 1 लाई कन्भर्ट गरेर एन्जियोटेन्सिन 2 मा चेन्ज गर्छ। अब यो भनेको एक्टिभ प्रोटिन। एन्जियोटेन्सिन 2 ले के गर्छ? 2 देखि 3 टा अर्गनमा गएर एक्ट गर्छ। एउटा एक्ट गर्छ यसले ब्लड भेसलमा हो। ब्लड भेसलमा एक्ट गर्ने बित्तिकै त्यहाँनिर के भयो त? भ्यासो कन्स्ट्रिक्सन भयो। भ्यासो कन्स्ट्रिक्सन भनेको इट इन्क्रिज द ब्लड प्रेसर। एन्जियोटेन्सिन 2 ब्लड भेसलमा एक्ट गर्छ। ब्लड भेसलमा एक्ट गरेपछि त्यहाँ भ्यासो कन्स्ट्रिक्सन गराउँछ, जसले प्रेसर चाहिँ इन्क्रिज गर्छ। अर्को भनेको यसले एक्ट गर्छ एड्रिनल कर्टेक्समा, हैन? अनि एड्रिनल कर्टेक्समा गरे एक्ट गरिसकेपछि यसले रिलिज गर्छ एउटा हार्मोन, त्यसको नाम हो एल्डोस्टेरोन हार्मोन। भेरी गुड है। अब यहाँनिर एड्रिनल कर्टेक्समा एन्जियोटेन्सिन 2 ले एक्ट गरिसकेपछि एल्डोस्टेरोन बनाउने भयो। त एल्डोस्टेरोनको काम के हो त? यसको काम भनेको चाहिँ सोडियमलाई रिटेन गर्न। एल्डोस्टेरोनले किडनीमा एक्ट गर्छ, जसले किडनीले के गर्छ त? हाम्रो रिअब्जर्प्सन अफ वाटर एन्ड सोडियम, सोडियमलाई वाटरले रिटेन गर्ने, रिअब्जर्भ गर्ने। किनभने हाइपोनेट्रिमिया भएर ब्लड प्रेसर लो हुन्छ। त्यसैले त भन्छ मान्छेहरूले र ब्लड प्रेसर लो भएर गएर जीवनजल पानी खानुहोस्, पानी बढी पिउनुहोस्, दाल पिउनुहोस्, जुस पिउनुहोस्। त्यो एक्स्ट्रा सेलुलर भोल्युमलाई चाहिँ बढाउनको लागि त्यस्तो भन्छ। त किडनीले बुझेको छ कि ब्लड प्रेसर लो छ भनेपछि मैले सोडियमलाई रिटेन गर्नुपर्छ, सोडियमलाई बाहिर दिन जानु भएन। फेरि सोडियमलाई रिटेन गर्छ र वाटरलाई पनि बचाएर राख्छ। त्यो रिटेन गर्ने बित्तिकै के भयो त? यसले के गर्छ? इन्क्रिज द इसिएफ फ्लुइड, भोल्युम चाहिँ बढ्छ। त्यो भोल्युम बढ्ने बित्तिकै के भयो त? ब्लड प्रेसर बढ्यो। त अर्को यसले के गर्छ? इट एक्ट अन हाइपोथालामस। हाइपोथालामसमा पनि यसले गएर एक्ट गर्छ। हाइपोथालामसमा एक्ट गरिसकेपछि यहाँनिर हामीलाई प्यास धेरै लगाउँछ है। हाइपोथालामसमा गएर थर्स्टी गराउँछ, मान्छेले पानीहरू बाहिरबाट हान्छ है। यो कुरा चाहिँ बुझ्नु पर्यो। किडनीले यति चाहिँ बुझेको छ। यो मैले चाहिँ नर्मल फिजियोलोजी भने। अब कसैको ब्लड प्रेसर हाई छ, अहिले हामी चाहिँ एन्टी हाइपरटेन्सिभ ड्रगको लिस्ट लियो भने ABCD छ नि। के हो? इसी इनहिबिटर, ARB ब्लॉकर, अल्फा ब्लॉकर, बीटा ब्लॉकर, क्याल्सियम च्यानल ब्लॉकर, डायureटिक्स। ल भेरी गुड। अब यहाँ म एउटा एक्जाम्पल लिन्छु, AC इनहिबिटर कुरा लिन्छु। AC इन्जाइम छ। So what is the name of drug? AC इनहिबिटर ड्रग नाम हो त? क्याप्टोप्रिल। अरु एनाप्रिल हो। त त्यो औषधिले के गर्छ त? यो ACE इन्जाइमलाई ब्लक गर्छ। ब्लक गर्ने बित्तिकै यो के भयो त? यो ब्लक भइसकेपछि यो इन्जाइम चाहिँ यहाँ आएर एक्ट गर्न पाएन। अनि एन्जियोटेन्सिन 1 देखि 2 बनेन भने त
हाम्रो भ्यासो कन्स्टिट्युसन पनि भएन, एल्डोस्टेरोन पनि बनेन। भनेपछि के भयो त, प्रेसर चाहिँ त्यसरी लो भयो, त्यसरी प्रेसरलाई कम गर्छ। अब डायरेक्टिसको कुरा गरौँ। डायरेक्टिसमा के आउँछ? इक्जाम्पल फ्युरोसिमाइड, जोसिमाइड, हाइड्रोक्लोरोथाइजाइड, स्पिरोलेक्टोन, यो सबै डायरेक्टिस हो। त्यो डायरेक्टिसको काम भनेको पानीलाई बाहिर फाल्ने। यहाँ अहिले के गरेको छ, वाटर र सोडियमलाई रिटेन गरेको छ। अब चाहिँ डायरेक्टिस खाइदियो भने त्यसले के गर्छ त, सब बाहिर फालिदिन्छ। बाहिर फाल्ने बित्तिकै के भयो त, हाम्रो ECF भोल्युम चाहिँ डिक्रिज भयो। डिक्रिज भइसकेपछि त्यहाँनिर ब्लड प्रेसर चाहिँ हाम्रो घट्छ। त यो लङ टर्म मेकानिजम। त्यो लङ टर्म मेकानिजम कति बेला सुरु हुन्छ, जब नर्भस मेकानिजम चाहिँ फेल हुन्छ, नर्भस मेकानिजमले काम गर्दैन, त्यति बेला चाहिँ यो हाम्रो रेनिन एन्जियोटेन्सिन एल्डोस्टेरोन सिस्टमले काम गर्छ। डिटेलमा अझै पनि जान सकिन्छ, तर अहिलेको लागि यति नै काफी छ। डिटेलमा पनि जान सकियो अझै। अब हामी फार्माकोलोजी भित्र पनि इन्टर गर्न सक्यो कि भासोडाइलेटर ड्रगको इक्जाम्पल के हो? क्याल्सियम च्यानल ब्लक, amlodipine, nifedipine, felodipine, these are vasodilators.